कोही माले गोरुको जुरो जस्तो, कोही त्यही जुरोको अघिल्तिरको सिङ जस्तो, थुम्कोको टुप्पामा भएको बर्को रुख भएका डाँडा काँडा चौर गैरी भएको पूर्वी नेपालको मध्य पहाड भोजपुर जिल्लाको कुलुङ भन्ने ठाउँमा मेरो जन्म भयो। बाल्यकालका धेरै सम्झनाहरू त्यही भूमिमा गाँसिएका छन्। प्राय समयहरू खेल्दै बाख्रा चराउँदै अनि त्यहीको भूमिलाई अन्नदाताको रूपमा स्याहार गर्दै बितेका सम्झनाहरू ताजा छन्। डाँडा खेत, गैरी खेत अनि बारीका लामा पाटाहरू स्मरणमा ताजा नै छन्। त्योभन्दा पनि ताजा त्यहाँ गरिएका सङ्घर्षहरू छन्। जब वर्षायाम सुरु हुन्थ्यो, गाउँका सबैले आकाश ताक्न सुरु गर्न पर्थ्यो। कहिलेकाहीँ पानीको थोपा मध्यरातमा खस्यो भने मध्यरातमै उठेर बलेसीबाट पानी कटाउँदै बिहारसम्म पुर्याएर हलो जुवा अनि तारे मालेलाई लिएर बिउ छर्न जान पर्थ्यो। बिउ राखिसकेपछि के नि, यदि मध्य वर्षा रहिरहे त समस्या भएन। यदि नभए खानेपानी लिन मात्र पनि गाग्रो लिएर 20 मिनेट हिँडेर पधेरे धारा पुग्न पर्ने ठाउँमा पानीको व्यवस्था हुने कुरा नै भएन। एकपटक बिउ राखिसकेपछि जसो तसो बिउ उम्रिन्थ्यो अनि रोप्न मिल्ने सम्मको हुन्थ्यो। अब तपाईँ सोच्नुहुन्छ होला 21 दिनपछि बिउ ट्रान्सप्लान्ट गरिन्छ भनेर। त्यसको लागि पनि फेरि उस्तै जाला। आकाश ताकेर जति बेला पानी पर्यो उही बेला हतार हतार गर्दै मुहाने गरामा जसो तसो धान सारिन्थ्यो। यदि पानी नपुगे पनि आँठो बाँधेर आधा गरासम्म पनि धान रोपिन्थ्यो। जब मूल फुट्थ्यो अनि खहरेमा पानी बग्न थाल्थ्यो, त्यही पानी पालो गर्दै प्रयोग गरी खेत जसो तसो रोपिन्थ्यो। यसरी कहिलेकाहीँ त भदौसम्म पनि खेत नै रोपिरहन पर्थ्यो। मैले यो भूतकालमा भनेको कथा अहिले वर्तमानमा पनि उस्तै नै छ। अझै भनौँ झनै बिग्रदै गएको छ। कुनै पनि खेती गर्दा सिँचाइ कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा मेरो गाउँ जस्तै पहाडी, मध्य पहाडी र हिमाली भेगका व्यक्तिहरूलाई अझै बढी थाहा होला। यस्तै समस्याले गर्दा त्यहाँका खाद्यान्न बालीहरू राम्रोसँग फस्टाउँदैनन् र न्यूनतम उत्पादन हुन्छ। त्यहाँका धेरै किसानहरूले यस्तै समस्याका कारण कति खेतबारी बाँझो छाडेर तराई अथवा अन्य सहरतिर बसाइ सर्न बाध्य छन्। प्रमुख आय स्रोत नै कृषि भएको त्यहाँका किसानहरू यी सबै समस्याका कारण आफ्नो आर्थिक अवस्थालाई सुदृढीकरण गर्न पनि असमर्थ छन्। यतिका समस्याहरूको बीचमा के अब केही पनि गर्न नसकिएला त? के एकपछि अर्को गर्दै हरेक घरहरू बसाइ सर्दै जान नै पर्ने हो त? अनि म आफै पनि कृषि विद्यार्थी भएको नाताले के गर्न सक्छु होला? के म एकको आवाजले त्यहाँको सोच अनि आर्थिक अवस्थालाई परिवर्तन गर्न सकिएला त? आफ्नो देशले स्रोत साधनको सही उपयोग गरेर समृद्ध नेपाली भएको हेर्न चाहने एक नागरिक भएको नाताले मेरो जिम्मेवारी अब आफ्नो ठाउँलाई कृषिमा आत्मनिर्भर बनाउनमा जान्छ। अझै त्यो ठाउँमा व्यवस्थित किसिमको सिँचाइ व्यवस्था आउनको लागि समय लाग्न सक्छ, तर त्यही ठाउँमा कम सिँचाइमा पनि उत्पादन हुन सक्ने खालका विभिन्न उच्च मूल्यवान बालीहरू अथवा हाई भ्यालु क्रप्सहरू रहेका छन्। जस्तै रुद्राक्ष, सुन्तलाजन्य फलफुलहरू। केही माथि जाने हो भने अल्लो, चिराइतो, झ्याउ जस्ता कैयौँ औषधिजन्य बोट बिरुवाहरू पनि पाइन्छ। जब मैले यसको बारेमा चासो राख्दै गएँ र अध्ययन गर्दै गएँ, मलाई अझै चासो बढ्न थाल्यो। यस्तो ठाउँमा आजको भोलि नै सिँचाइको व्यवस्था गर्न सकिन्छ या हाई भ्यालु क्रप्सबाट नै आर्थिक अवस्थालाई उचाइमा पुर्याउन सकिन्छ भनेर भन्नु मूर्खता हुन्छ। तर त्योभन्दा पनि ठुलो मूर्खता केही नगरिकन बस्नुमा हुन्छ। यही सामाजिक परिवर्तन हेर्ने र अनुभव गर्ने कामको सुरुवात त मैले आफ्नै परिवारबाट गर्न चाहन्छु। भविष्यमा पनि मलाई यही क्षेत्रमा कार्य गर्ने इच्छा जाग्दै गएको छ। आजभोलि त्यो ठाउँलाई हराभरा बनाउन र केही हदसम्म सबैको आर्थिक स्तरमा सुधार ल्याउन म आफूलाई पनि जिम्मेवार ठान्दछु। विभिन्न सभा सेमिनारमा होस् या कोही जानकार व्यक्तिसँग भेट्दा होस्, म आफ्नो ठाउँको समस्यालाई अगाडि सार्दछु। म जस्तै नेपाललाई बनाउन तत्पर युवा नागरिकहरू देशका हरेक कुनामा छौँ अनि हामीसँग अलैँची, यार्सा गुम्बा जस्ता थुप्रै हाई भ्यालु क्रप्सहरू पनि छन्। हामी जस्ता नागरिकहरूले यी स्रोत साधनलाई प्रयोग गर्दै हराभरा अनि समृद्ध नेपाल निर्माण गर्न केवल एक प्रतिबद्धता आवश्यक छ। म नागरिक, म बनाउँछु नेपाल।